गगन थापा त अब छटपटाउनु सुरु भइसकेको छ। हामीले के छ र लिन नै दिएन यार। गगन थापा त डुबिसक्यो त। भने अब गगन थापाले के खेलाएर बस्ने अब चाहिँ माथि उठ्ने कोसीभित्र बस्ने। कोसीमा फसेर गगन थापा त अब छटपटाउनु सुरु भइसकेको छ। अब भोलि कोसीबाट निक्लिने गगन थापा त्यही कोसीमै लास बस्ने। अब त आइसक्यो स्थानीय चुनाव। अब यो अब अर्को 2 वर्ष पछि तपाईँ स्थानीय चुनाव चाहिँ 84 मा त आउँछ होइन। राष्ट्रसभाले बलियो भयो, अब प्रदेश जित्यो, अब तपाईँको चाहिँ गाउँपालिका नगरपालिका जित्यो भने त राष्ट्रिय सभा हानिदिइहाल्छ यिनीहरूले। अब अर्कोचोटि राष्ट्रिय सभाको मेरो विचारमा 8-9वटा खाली होला अब 2 वर्ष पछाडि। 8-9वटा यिनले अर्को हान्छ। अनि 5 वर्षसम्म त अनि उनीहरूको 5 वर्ष राष्ट्रसभा कार्यकालसम्म त राष्ट्रिय सभा नि उनीहरूकोमै जान्छ। प्रतिनिधि सभा त गइ नै सकिएको छ। स्थानीय र राष्ट्रिय अनि सबै गएपछि सबै हुने भयो। अनि गगन थापा के हेरेर बस्ने? गगन थापा के हेर्ने बस्ने? अनि घरमा अब अहिले हाम्रो सम्मान्य प्रधानमन्त्रीज्यू त छोरी खेलाएर बसेर हुन्छ अरे कहिलेकाहीँ भन्ने यही सुने खबर हो। गगन थापा छोरीहरू पनि ठुल्ठुलो भइसक्यो होला अरे। भने अब गगन थापाले के खेलाएर बस्ने? अब चाहिँ हामी जस्तो व्यापार गर्ने व्यापार पनि छैन। अब भाषण गरेर मात्र गर्ने भए त म तपाईँको भाषण त अहिले तपाईँ कति घन्टा गर्ने मसँग? म तपाईँको 24 घन्टा म यहाँ करार गरौँ बन्न सकिन्छ। त्यो हिसाबले स्थिति नेपाली काङ्ग्रेस पार्टीमा एउटा बिपीले खोलेको पार्टी